सबैमा नमस्कार। मैथमेटिक बसन्त सर च्यानलमा तपाईहरुलाई स्वागत छ। तपाईहरुको साथमा म बसन्त सर। यो भिडियोमा तपाईहरुलाई ऐच्छिक गणितको एसीसी मोडल सेटको समूह घ समाधान गरेर हेराउने छु। यो भन्दा पहिलाको भिडियो पार्ट 1 मा समूह क र समूह ख लाई समाधान गरेको थिए। त्यस्तै पार्ट 2 मा समूह ग को समाधान गरेको थिए। आज म यो भिडियोमा समूह घ लाई समाधान गरेर यो सम्पूर्ण सेटलाई अन्त गर्ने छु। यदि यो तीनवटा पार्ट तपाईहरुले हेर्नुभयो भने एसीसी मा ऐच्छिक गणितको प्रश्न तपाईहरुलाई एकदमै सजिलो लाग्नेछ भन्ने मलाई पूर्ण आशा छ। त्यसैले तपाईहरुले बिना स्किप गरेर भिडियोलाई अन्तसम्म हेर्नु होला र अहिलेसम्म यो च्यानलले सब्स्क्राइब गर्नुभएको छैन भने च्यानलले सब्स्क्राइब पनि गरिदिनु होला र बेल घण्टी पनि दबाइदिनु होला। अब म यो प्रश्नलाई समाधान गर्न गइरहेको छु। आज हामी समूह ग को 4 वटा प्रश्नलाई समाधान गर्छौं। जुन 4 वटा प्रश्न 4-4 मार्कको 16 मार्कको हुन्छ। यो प्रश्न अलि लामो हुन्छ तर बनाउन एकदमै सजिलो हुन्छ। अब म प्रश्न नम्बर 30 लाई समाधान गर्न गइरहेको छु। यहाँ प्रश्न नम्बर 30 मा दिएको छ, एकजना ठेकेदारले कुनै काम निश्चित समयभन्दा ढिलो गरे बापत पहिलो दिन रु 200, दोस्रो दिन रु 250 गर्दै प्रत्येक पछिल्लो दिनमा पहिलो दिनको भन्दा 50 बढी जरिवाना तिर्नुपर्छ। यदि ऊ ठेकेदारले कुनै काम 30 दिन ढिला गरेमा जम्मा कति जरिवाना तिर्नु पर्ला? यसमा के दिएको छ भने एकजना ठेकेदारले कुनै काम लिएको छ अनि त्यो काम ढिलो गरे बापत उसले जरिवाना तिर्नु परिरहेछ। त पहिलो जरिवाना उसले 200 दिनु परिरहेछ अनि प्रत्येक दिन 50 रुपैयाँले बढ्दै गइरहेको छ भने 30 दिनसम्म यदि ढिला गर्यो भने ऊ ठेकेदारलाई कति जरिवाना तिर्नु पर्छ भने हामीलाई निस्काउनु छ। ठीक छ, त अब हामी यसलाई समाधान गर्छौं। यहाँ लेख्छौं सोलुसन। यहाँ लेखिदिने समूह घ। ल अब सोलुसनमा सबभन्दा पहिला यो अनुक्रम र श्रेणीबाट हो। त्यसैले हामी पहिलो पद कति भयो भने पहिलो जरिवाना कति तिरेको छ त 200 अनि दोस्रो जरिवाना कति छ त 250। त यसको डिफरेन्स कति भयो त T2 माइनस T1 गर्छु है। त 250 माइनस 200 इक्वल टु रु कति त 50 रुपैयाँ के गरिरहेछ भने प्रत्येक दिन तिरिरहेछ। ठीक छ, अब कति दिन ढिलो गरेको छ त भने 30 दिन। ठीक छ, त यसमा 30 दिनमा जम्मा कति तिर्नु पर्छ त्यो हामीलाई निस्काउनु छ। ठीक छ, त हामी सूत्र लेख्छौं। त एसएन को हाम्रो फर्मुला के हुन्छ भन्नु त n डिवाइड 2 2a प्लस n माइनस 1 इन्टु d है। यसमा तपाईहरुले यो पनि ध्यान दिनु होला, यो समानान्तरीय श्रेणीमा छ कि गुणोत्तर श्रेणीमा छ त्यो दुवैको बेग्लै बेग्लै फर्मुला हुन्छ। यो समानान्तरीय श्रेणीमा दिएको छ किनभने 50 ले प्रतिदिन बढिरहेछ। अब हामी यसले समाधान गर्छौं। त n भनेको हाम्रो 30 हो, 2 को 2 नै, 2 को 2 नै, a भनेको 200 प्लस n भनेको 30 दिन माइनस 1, d भनेको 50 इन्टु है। ल यसलाई डिवाइड गर्दा 15, यो 400 प्लस यो 29 मल्टिप्लाई 50 भयो। ठीक छ, अब हामी यसले मल्टिप्लाई गर्छौं। त 1500 400 प्लस यो दुवैले मल्टिप्लाई गर्ने, यो दुवैले गुणन गर्यो भने 1450 हुन्छ। अब 15 मल्टिप्लाई यो दुवैले जोड्दा 1850 भयो। यो दुवैले मल्टिप्लाई गर्यो भने हुन्छ 27750। यानी कि उक्त ठेकेदारलाई 30 दिन ढिलो गरे बापत 27750 जरिवाना तिर्नुपर्छ। यो हाम्रो आन्सर भइसक्यो। ठीक छ, यसै गरेर तपाईहरुले पनि यस्तो प्रश्नलाई सजिलैसँग समाधान गर्न सक्नुहुन्छ। अब म जान्छु प्रश्न नम्बर 31 मा। यहाँ प्रश्न नम्बर 31 मा दिएको छ, वृत्त x² प्लस y² माइनस 6x माइनस 2y माइनस 6 इक्वल 0 को अर्धव्यास पत्ता लगाउनुहोस्। सोही अर्धव्यास र केन्द्रबिन्दु 68 भएको अर्को वृत्तको समीकरण पनि पत्ता लगाउनुहोस्। यसमा के भनिरहेछ भने एउटा यहाँ समीकरण दिएको छ जसबाट हामीले अर्धव्यास पत्ता लगाउनु छ र त्यो अर्धव्यास र यो केन्द्रबिन्दु मिलाएर एउटा अर्को वृत्तको समीकरण हामीलाई पत्ता लगाउनु छ। ठीक छ, त अब हामी यसलाई समाधान गर्छौं। यहाँ हामी समाधान गर्छौं 31 नम्बर। ल सबभन्दा पहिला हाम्रो दिएको वृत्तको समीकरण कति हो सोलुसन गर्छौं। लेख्छौं वृत्त x² प्लस y² माइनस 6x माइनस 2y माइनस 6 इक्वल टु 0 लाई x² प्लस y² प्लस 2gx प्लस 2fy प्लस c इक्वल टु 0 सँग तुलना गर्दै। ल यससँग हामी तुलना गर्छौं। यो हाम्रो वृत्तको समीकरणको फर्मुला हो। त
अब हामी यसले तुलना गर्यौं भने यहाँ x स्क्वायर केही छैन भने केही हुँदैन। यहाँ x छ, यहाँ पनि x छ, यो कट्यो भने 2g को ठाउँमा कति हुन्छ भने -6 हुन्छ। ठीक छ। त्यस्तै अब हामी यसमा हेर्छौं, यहाँ y हट्यो भने अनि 2 पनि हट्यो भने सिधै f को ठाउँमा कति हुन्छ भने -1 हुन्छ, केही भएन भने। अनि c को ठाउँमा कति छ -6 हो। ठीक छ। त यो g को g नै -6 मा यदि 2 ले डिवाइड गर्यो भने g = -3 आयो अनि f को मान -1 भयो अनि c को मान -6 भयो। ठीक छ। ल अब हामीले निकाल्नु पर्ने हो अर्ध व्यास। अर्ध व्यास त r को फर्मुला के हुन्छ √g² f² - c। यो हाम्रो अर्ध व्यासको फर्मुला हो। यदि वृत्तको समीकरण यस्तो दिएको छ भने यससँग तुलना गरेर हामीलाई g/f/c निकाल्नु पर्छ र त्यही अनुसार हामीलाई अर्ध व्यास अथवा केन्द्रबिन्दु निकाल्नु पर्ने हुन्छ। त यसमा मात्र अर्ध व्यास बनेको छ, त्यसैले मैले अर्ध व्यास मात्र निकालिरहेको छु। त यहाँ भयो g भनेको -3 को स्क्वायर प्लस f भनेको -1 को स्क्वायर माइनस c भनेको -6। ठीक छ। ल अब यसले हामी यहाँ समाधान गर्छौं। 3 3 जा 9 अनि 1 1 जा 1 अनि प्लस 6 भयो। त यो कति भयो त 16 भयो है। त्यसको मान कति आयो त 4 इकाइ। यो त हाम्रो अर्ध व्यास हो। ठीक छ। अब के भनिरहेछ भने प्रश्नमा यो अर्ध व्यास र बिन्दु 6 र 8 लाई लिएर एउटा अर्को वृत्तको हामीले समीकरण पत्ता लगाउनु छ। ठीक छ। अब हामी यहाँ हेर्छौं, फेरि बिन्दु 6 8 र अर्ध व्यास 4 भएर जाने वृत्तको समीकरण। अब हामी यसले सम्झाउँदा त वृत्तको समीकरण के हुन्छ x - h को होल स्क्वायर y - k को होल स्क्वायर = r² फर्मुला हुन्छ। त यो दिएको हो h के दिएको हो। ठीक छ नि। यो पनि केन्द्र हो। त x को x नै h भनेको हाम्रो 6 भयो, स्क्वायर को स्क्वायर प्लस y को y k भनेको 8 भयो स्क्वायर अनि यो 4 को स्क्वायर को स्क्वायर। ठीक छ। अब मात्र हामीले यसले समाधान गर्नु छ। त यहाँ हुन्छ फर्मुलामा हामी बसाउँछौं x² - 2 * x * 6 + 6 को स्क्वायर प्लस y स्क्वायर - 2 * y * 8 + 8 को स्क्वायर = 4 × 16। ठीक छ। ल त x² यो भयो 12x यो 36 प्लस y स्क्वायर यो 16y यो 64 = 16। त यो x² प्लस y स्क्वायर माइनस 12x माइनस 16y अनि यसलाई जोड्दा गर्छौं हामी। त यो दुवैले जोड्दा कति हुन्छ त 100 भयो अनि यता प्लस यता आयो भने माइनस हुन्छ। त x² प्लस y स्क्वायर माइनस 12x माइनस 16y प्लस यो 84 = 0। यो नै चाहिएको समीकरण। यसै गरेर हामी वृत्तको समीकरण निकाल्न सक्छौं। ल हामी प्रश्न नम्बर 1 पनि समाधान गरिसक्यौं। अब हामी जान्छौं प्रश्न नम्बर 32 मा। प्रश्न नम्बर 32 मा दिएको छ वर्गका विकर्णहरू एक आपसमा लम्बार्धक हुन्छन् भने भेक्टर विधिबाट प्रमाणित गर्नुहोस्। अब प्रश्न नम्बर 32 मा के भन्न खोजिएको हो भने वर्गका विकर्णहरू एक आपसमा लम्बार्धक यानी कि 90 डिग्रीको हुन्छ अथवा मान 0 हुन्छ भने भेक्टर विधिद्वारा प्रमाणित गर्नु छ। अब यो प्रश्न तपाईहरुले कसरी समाधान गर्नुहुन्छ म तपाईलाई बताउँछु। हाम्रो भेक्टर च्याप्टरमा जम्मा 8 वटा साध्य हो। जुन 8 वटा साध्यबाट अथवा हाम्रो बाह्यबाट पनि एउटा कुनै न कुनै यसमा भेक्टरको साध्य दिएको हुन्छ जुन तपाईहरुले यसमा बनाउनु पर्छ। ठीक छ। खास गरेर त्यो किताबको 8 वटा जुन भेक्टरको साध्य दिएको छ त्यसैबाट हुन्छ, कहिलेकाहीँ थपमा दिएको हुन्छ, नत्र हाम्रो बुकमा जुन हाम्रो 8 वटा साध्य दिएको छ त्यसैबाट सोधेको हुन्छ। त्यसैले तपाईहरुले त्यो 8 वटै साध्यहरू याद गरेर जानु होला। त्यसभन्दै नै कुनै एउटा मात्र सोधेको हुन्छ परीक्षामा। त अब मैले प्रश्न नम्बर 32 लाई समाधान गर्न गइरहेको छु। तपाईहरुले एकदमै ध्यान दिएर हेर्नु होला। 32 सल्युसन। ल यसमा सबभन्दा पहिला म एउटा चित्र बनाउँछु वर्गको। ठीक छ नि। ल एउटा विकर्ण यो अर्को विकर्ण भयो। यो सबै बुझा के हुन्छ त बराबर हुन्छ। यो a b c d। ठीक छ। ल
अब यसमा के भन्न खोजेको हो भने यो जुन विकर्णहरू छ यो 90 डिग्री कोणमा छ भने कि लम्बार्धक हुन्छ। यी सबै कोण कति डिग्री हुन्छ भने 90 डिग्री नै हुन्छ। अब हामी यसलाई समाधान गर्छौँ। त लेख्छौँ थाहा दिएको त थाहा दिएकोमा हामी लेखिदिन्छौँ ABCD एउटा वर्ग हो। ठिक छ नि। ल अब प्रमाणित गर्नुपर्ने ठिक छ। यसमा AC भेक्टर इन्टु BD भेक्टर इक्वल टु 0 आउनु पर्यो है। यो हामीले प्रमाणित गर्नु छ। त हामी लेख्छौँ प्रमाण। ल यो समाधान गर्नुभन्दा पहिले तपाईहरुले मैले केही जानकारी दिन चाहन्छु। यसमा के छ भने सबै भुजाहरू बराबर हुन्छ। ठिक छ। जस्तै कि हाम्रो यो AD अनि BC अनि AD यो बराबर हुन्छ अथवा सबै बराबर हुन्छ। AB पनि हुन्छ अनि यो CD पनि बराबर हुन्छ है। यो सबै के हुन्छ भने एकअर्कासँग बराबर हुन्छ। ठिक छ। ल त सबभन्दा पहिला लेख्छौँ हामी। अब हामी के गर्छौँ भने यो AC अनि BD लाई के गर्नु छ भने लम्बार्धक बनाउनु छ अथवा 0 मान ल्याउनु छ। हामी लेख्छौँ AC इन्टु BD इक्वल टु हामी यति लेखिदिउँ। ठिक छ। यसले बनाएर हामीले के गर्नु छ भने हामीलाई 0 ल्याउनु छ। त हामी AC को मान अब लेख्छौँ। त AC लाई हामी कसरी लेख्छौँ भने यो AB ठिक छ अनि AC भनेको AB प्लस BC हुन्छ। त BC को सट्टा हामी AD लेखिदिन्छौँ। ठिक छ नि। तब यो AC लाई हामी कसरी लेख्छौँ त यहाँ दिएको छ AC ठिक छ। त AC लाई हामी कसरी लेख्छौँ AB प्लस BC हुन्छ है। ल इन्टु त्यस्तै BD को BD त BC प्लस CD हुन्छ है। ल अब हामी अर्को स्टेपमा जान्छौँ। यहाँ के दिएको छ भने यो जुन AB छ त यसले हामी AB नै राख्छौँ अनि जुन BC भयो हामी त्यहाँ AD लेखिदिन्छौँ। ठिक छ नि। AD ल इन्टु त्यस्तै यहाँ BC दिएको हो। त BC को ठाउँमा हामी कति लेख्छौँ भने AD लेख्छौँ। AD प्लस त्यस्तै CD को ठाउँमा हामी के लेख्छौँ भने BA लेख्छौँ। BA ठिक छ नि। ल फेरि हामी अर्को स्टेपमा जान्छौँ। यो AB भेक्टर AD ठिक छ। ल अब हामी यसमा हेर्छौँ यो AD को AD नै छ। यसले हामी यदि BA छ त हामी यसले AB लेख्छौँ भने यो माइनस भइहाल्छ। ठिक छ। ल त फेरि हामी अर्को स्टेपमा जान्छौँ। यो AD लाई हामी पहिला लेखिदिन्छौँ अनि AB लाई पछि। ठिक छ। ल इन्टु यो AD को AD नै माइनस AB को AB। ठिक छ। अब हाम्रो एउटा फर्मुला हुन्छ यहाँ A प्लस B अनि A माइनस B ले स्क्वायर गर्दा के हुन्छ त हाम्रो फर्मुला छ नि A प्लस B अनि A माइनस B गर्यो भने के हुन्छ A स्क्वायर माइनस B स्क्वायर हुन्छ है। हाम्रो अल्जेब्राको फर्मुला हो। त्यसै अनुसार हामी यसलाई गर्छौँ AD स्क्वायर माइनस AB स्क्वायर है। ल ठिक छ। ल फेरि अब हामी यहाँ के गर्छौँ भने यहाँ के मैले लेखेछु AD इक्वल टु हाम्रो AB हुन सक्छ। त मैले AD को ठाउँमा AB लेखिदिइरहेछु है माइनस यो पनि AB भयो। ठिक छ। ल अब AB बाट AB घटायो भने के हुन्छ त 0 हुन्छ। हाम्रो प्रमाणित भइसक्यो है। ल यसरी गरेर के गर्छौँ भने हामी भेक्टरलाई प्रमाणित गर्छौँ। तपाईहरुले यो भिडियोलाई एकचोटि राम्रोसँग फेरि बुझ्नु होला। अवश्य नै तपाईहरुले राम्रोसँग बुझ्न सक्नुहुन्छ। यसमा केही हुँदैन। जुन बुकमा 8 वटा साध्य दिएको छ त्यो मात्र याद गरेर जानु होला। लगभग 90% हाम्रो मिलिहाल्छ। अब हामी जान्छौँ प्रश्न नम्बर 33 मा। प्रश्न नम्बर 33 मा दिएको छ शीर्ष बिन्दुहरू A34, B11 र C41 भएको त्रिभुज ABC लाई x बराबर 2 मा परिवर्तन गरी प्राप्त प्रतिबिम्बलाई उद्गम बिन्दु वरिपरि ऋणात्मक चौथाई परिक्रमण गर्दा हुने प्रतिबिम्ब निर्देशांक पत्ता लगाई एउटै लेखचित्रमा प्रस्तुत गर्नुहोस्। यसमा के भनिएको छ भने एउटा त्रिभुजको 3 वटा बिन्दुहरू दिएको छ। जुन बिन्दुलाई सबभन्दा पहिला हामीलाई x बराबर 2 मा परिवर्तन गर्नु छ र पुनः त्यसलाई हामीले उद्गम बिन्दु वरिपरि ऋणात्मक चौथाइमा परिक्रमण गरेर के गर्नु छ भने एउटै लेखचित्रमा तिनैलाई हेराउनु छ। त यो प्रश्न एकदमै सजिलो छ। तपाईहरुले मात्र अलिकति फर्मुलाहरू याद गर्नुपर्ने हुन्छ अनि
यो बनाउनको लागि तपाईहरुले ग्राफ को पनि एउटा आवश्यकता पर्छ। तपाईहरुले आफैले ग्राफ कपी लिएर जानु होला। कुनै कुनै सेन्टरमा ग्राफ कपी दिदैन, त्यही भएर तपाईहरुले आफैले लिएर जानु होला। अनि पेन्सिलको पनि व्यवस्था गरेर जानु होला, किनकि हामीले जब चित्र बनाउनु पर्छ भने हामी पेन्सिलले नै बनाउने, त्यो पेनले बनाउनु पर्दैन, न त हाम्रो मार्क काटिहाल्छ है। ल दिइएका बिन्दुहरू A34 B11 र C41 ठीक छ। ल यसलाई सबभन्दा पहिला हामीलाई केमा परिवर्तन गर्नु छ भने x बराबर 2 मा परिवर्तन गर्नु छ। अब x बराबर 2 मा परिवर्तन गर्दा यो x बराबर 2 भनेको x बराबर 1 को परिवर्तन हुन्छ। त्यही भएर हामी यसको सूत्र लेख्छौं पहिला। मानौ कुनै बिन्दु यदि x y छ भने यदि x बराबर a मा परिवर्तन भयो भने यसको फर्मुला हुन्छ 2a - x, y है, यसको फर्मुला हुन्छ। अब यसै अनुसारले हामी यसले के गर्छौं भने बनाउँछौं। अब ल त सबभन्दा पहिला हामी तीनवटा बिन्दुलाई लेखिहाल्छौं। A34 त्यस्तै B11 C41 ल यसलाई हामीले x बराबर 2 मा परिवर्तन गर्नु छ। त a को ठाउँमा हामीले 2 लेख्ने अनि यसै फर्मुलामा बसाइदिने। त हामी बसाउँछौं। अब a भनेको a डैश, अब 2 को 2 नै a भनेको यो 2 भयो माइनस x भनेको यो 3 y को जस्ताको त्यस्तै नै। त यो कति भयो त a डैश 2 दुना 4 बाट 3 गर्छ भने 1 अनि यो 4 को 4 नै। अब फेरि यसलाई समाधान गर्ने। त्यो 2 को 2 नै अनि यो a को ठाउँमा 2 नै राख्ने माइनस 1, 1 यसले हामी गर्दा b डैश 2 दुना 4 बाट a घट्यो भने 3 अनि यो 1 को 1 नै। अब हामी यसलाई सिले गर्छौं। 2 × 2 अनि 4, 1 नै छ। त्यसलाई गर्दा c डैश त 2 2 जा 4 बाट 4 गट्यो भने 0 अनि यो 1 भयो ठीक छ। त हामीले x बराबर 2 मा परिवर्तन गर्यो भने यो तीनवटा बिन्दुको प्रतिबिम्ब यति आयो ठीक छ। अब यो बिन्दुहरुलाई के गर्नु छ भने पुनः -90 डिग्रीमा परिक्रमण गर्नु छ। त यहाँ लेख्छौं पुनः उद्गम बिन्दुबाट -90 डिग्रीमा परिक्रमण गर्दा है। त यो -90 डिग्रीको पहिलो फर्मुला के हुन्छ त्यो हामी लेख्छौं। मानौ कुनै बिन्दु यदि x y छ भने यो उद्गम बिन्दु 0 0 -90 डिग्री छ भने यसको हाम्रो फर्मुला हुन्छ y x उल्टी दिने अनि लास्टमा माइनस थपिदिने ठीक छ। यसै गरेर यस्तो हाम्रो फर्मुला हुन्छ। त अब हामी यसलाई लेख्छौं यो बिन्दुहरुलाई। त यो a डैश भनेको 1 4 ठीक छ, b डैश भनेको 3 1, c डैश भनेको 0 अनि 1 ठीक छ। ल यो सबैलाई हामी उद्गम बिन्दु 0 0 र -90 डिग्रीमा परिक्रमण हुन्छ ठीक छ नि। त a डैश भनेको अब a डबल डैश भयो। त पहिला उल्टा गरिदिने 1 4 अनि 1, त यो माइनस थपिदिने। फेरि b डैश त्यस्तै उल्टा गर्ने 1 अनि 3, यसमा लास्टमा माइनस थपिदिने। फेरि c डैश भनेको यसलाई उल्टा गरिदिने अनि यो 0 भयो अनि यहाँ माइनस थप्दा 0 को 0 नै हुन्छ। अब हाम्रो तेस्रो प्रतिबिम्ब पनि आइसक्यो। यसरी हामी एकदमै ध्यानपूर्वक बिन्दुहरुलाई परिवर्तन गर्छौं। र यो अब तीनवटा हाम्रो बिन्दुहरु आएको छ। एउटा a b c भयो, एउटा a डैश b डैश c डैश भयो, a डबल डैश b डबल डैश र c डबल डैश, तीनवटा हाम्रो बिन्दुहरु आइसकेको छ। यसै हामी स्थान्तको हिसाबले एकदमै ध्यानपूर्वक हामी बनाउन सक्छौं। एकदमै सिम्पल हुन्छ। अलिकति मात्र तपाईहरुले फर्मुला याद गरेर जानु होला अनि ध्यान दिएर तपाईहरुले बनाउनु होला। यहाँ हाम्रो तीनवटा त्रिभुज आइसकेको छ। एउटा यो ABC, एउटा a डैश b डैश c डैश, एउटा यो त्रिभुज भयो अनि तेस्रो a डबल डैश b डबल डैश c डबल डैश भनेको तेस्रो बिन्दु आयो। अब यो तीनैवटा बिन्दुहरुलाई हामीले के गर्नुपर्छ भने एउटै रेखाचित्रमा हेराउनु पर्छ। तब हामी लेख्छौं यहाँ ग्राफमा देखाउँदा। यहाँ मैले एउटा ग्राफ बनाइसकेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। अब यो ग्राफमा के गर्नु छ भने त्यो जुन तीनवटा त्रिभुजका बिन्दुहरु छन् त्यो सबैले हामीले हेराउनु छ। त सबभन्दा पहिला हामी हेराउँछौं। यहाँ एउटा a b c दिएको छ। यो बिन्दुलाई सबभन्दा पहिला हामी हेराउँछौं। त a भनेको 3 4 दिएको छ। त हामी यहाँ हेर्छौं यो 3 अनि माथि 4 यहाँ भयो ठीक छ। यो हाम्रो a भयो। त्यस्तै हामी अर्को बिन्दु छ 1 1, त हामी यहाँ हेर्छौं 1 अनि 1 यहाँ भयो ठीक छ। यो b भयो अनि त्यस्तै हाम्रो c मा कति दिएको छ त 4 1,
त यहाँ हामी गर्छौँ 4 अनि 1 ठिक छ। यो भयो सी। यसलाई के गर्छौँ भने हामी स्केलद्वारा जोड दिन्छौँ अनि बिस्तारै यससँग ल तपाईले रुलरले जोड्नु होला ठिक छ नि। ल मैले यहाँ जोड दिएँ ठिक छ। अब हामी यो ए ड्याश बी ड्याश सी ड्याशको जुन बिन्दु छ त्यसलाई अब हामी हेराउँछौँ। त यहाँ 1 4 दिएको हो त 1 अनि 4 यहाँ आयो ठिक छ। त्यस्तै हाम्रो 3 1 त 3 अनि 1 यहाँ भयो। यो ए ड्याश यो बी ड्याश अनि सी ड्याश भनेको कति छ भने 0 1 त 0 अनि 1 यहाँ भयो ठिक छ। यो भयो हाम्रो सी ड्याश ठिक छ। यसले पनि हामी जोड दिने त्यस्तै ल तपाईहरुले स्केलले जोड्नु होला न त गल्ती भइहाल्छ ठिक छ नि। ल यो अलिकति हामीले छाया दिनुपर्छ एक पटक ठिक छ। ल त्यसपछि अब हामी लास्ट त्रिभुज ए डबल ड्याश बी डबल ड्याश र सी डबल ड्याशले हेराउँछौँ। त यहाँ दिएको छ ए डबल ड्याश कति त 4 - 1 त 4 अनि -1 भनेको यहाँ भयो है यहाँ। अनि त्यस्तै हाम्रो दिएको छ बी डबल ड्याश 1 - 3 1 - 3 भनेको यहाँ भयो है। ल त्यस्तै हाम्रो दिएको छ एउटा लास्ट वाला बिन्दु 1 0 1 अनि 0 है। ल त्यही हो हाम्रो ए डबल ड्याश यो बी डबल ड्याश अनि यो सी डबल ड्याश। यसले पनि हामी जोड दिने ठिक छ। ल तपाईहरुले स्केलले राम्ररी जोड्नु होला है। ल यसलाई हामीले दुई चोटी कलर गर्नुपर्छ किनकि हाम्रो दोस्रो प्रतिबिम्ब हो। ल यो हाम्रो प्रतिबिम्ब भइसक्यो। यसरी गरेर हामी स्थानान्तरणको हिसाबलाई तीनैवटालाई एउटै लेखचित्रमा हामी प्रस्तुत गर्न सक्छौं ठीक छ। एकदमै सजिलो छ। यहाँ मैले ऐच्छिक गणितको माध्यमिक शिक्षा परीक्षा एससीसी को नमुना प्रश्नपत्रको प्रश्न नम्बर 1 देखि लिएर 33 सम्म समाधान गरिसकेको छु। यो नमुना प्रश्नपत्रको भिडियोलाई मैले 3 वटा पाठमा विभाजन गरेको छु। यो च्यानलमा गएर तपाईहरुले यो तीनैवटा पाठलाई सिरियल बाइ हेर्नु होला। यो भिडियो हेरिसकेपछि तपाईहरुलाई ऐच्छिक गणितको प्रश्नपत्र एकदमै सजिलो भइहाल्छ किनभने प्रत्येक सालको एससीसी को प्रश्नपत्र लिएर मैले यो एउटा नमुना प्रश्नपत्र मैले तयार पारेको छु जसले तपाईहरुले एससीसी परीक्षामा ऐच्छिक गणितको प्रश्नहरु एकदमै सजिलो लाग्नेछ र बनाउन एकदमै सहज हुनेछ। यदि अहिलेसम्म पनि यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, बेल घण्टी पनि दबाइदिनु होला र आफ्नो एससीसी का साथी भाइ बहिनीहरुलाई पनि शेयर गरिदिनु होला किनकि उनीहरुलाई पनि यो प्रश्न बुझ्न सजिलो होस्। हस् त धन्यवाद।